धन्न मसँग हिँडे भए पनि हिजो अर्को टेन्सन हुने रहेछ। के भयो? काम गर्दै गर्दै एउटा मिस्त्रीलाई त्यो पुजारी जस्तो थियो, हिजो उसको त्यो के को पूजा गर्नुपर्ने गरेन, पूजा गर्न इन्डिया जानुपर्ने। अब काम गरिरहेको थियो, यसपालि जान्न भनेर दिनभर 2 बजीसम्म काम गरिरहेको थियो, भात खाँदैन। त्यो कटर काठ काट्ने मेसिन चलाएको, केले झ्याप्पो झ्याप्पो जस्तो भयो, मेसिन फालेर यहाँ तिग्रामा डिस्चार्ज गरेर ल्याइसकेको बेलुकै नपाउँदाखेरि पैसा बचाउनु पर्यो। त्यही छिमेकीका उसँग डाक्टरले गरिदियो, हस्पिटल लानुपर्छ भने पर्दैन भने अनि बेलुका बेलुका त जोस हिँड्नु अन्नर यता फर्काउन जतिखेर नि एक मिनट हुनु हो। एउटा घटनाको मतलब फेरि त्यो लामो भएपछि मान्छेले हेर्दा नि हेर्दैन।